एरिना टेलिभिजनको साप्ताहिक प्रस्तुति कार्यक्रम एरिना टक्समा यहाँलाई हार्दिक स्वागत छ। दर्शकबिन प्रत्येक हप्ता हामी कुनै पनि एकजना पाहुनासँग उहाँका जीवनका अन्तरङ्ग कुराकानीहरू गर्नेछौँ र पाहुनासँग सम्बन्धित क्षेत्रका विषयमा थोरै जानकारीहरू यहाँलाई प्रदान गर्ने जमर्को गर्नेछौँ। आज हामीसँग त्यस्ता युवा लेखक हुनुहुन्छ दर्शकबिन जो प्रत्येक युवा मनको ढुकढुकीमा बस्न सफल अहिलेको चर्चित उपन्यास समर लभका लेखक हो। पक्कै पनि आदरणीय दर्शकबिन आज हामीसँग सुबिन भट्टराई हुनुहुन्छ। सुबिन भट्टराईसँगको यो कार्यक्रमलाई आज हामी थप रोमाञ्चक बनाउने प्रयत्न गर्दैछौँ। सुरुवातमा उहाँलाई स्वागत गर्नतर्फ लागौँ। स्वागत छ सुबिनजी कार्यक्रममा। धन्यवाद मिलनजी। जस्तो अब भर्खरै सुबिन भट्टराईको एउटा समर लभ आएको छ हैन, यो हामीले यहाँ देख्न सक्छौँ, आदरणीय दर्शकहरूले पनि देख्न सक्नुहुन्छ। प्रत्येक युवा मनको ढुकढुकीमा बस्न सफल भएको अहिले समर लभ मैले पनि पढिसकेँ। यति म व्यग्र भएको थिएँ कि यो लेखक यो समर लभको लेखकसँग भेट्नका लागि कुनै पनि एउटा पाठक लेखकसँग भेट्नलाई यति व्यग्र प्रतीक्षारत किन हुन्छ जस्तो लाग्छ? अब सबभन्दा प्रमुख कुरा चाहिँ कुनै पनि कथावस्तुले पाठकको मन मस्तिष्कमा त्यो छायो भने, त्यसका पात्रहरू मन मस्तिष्कमा बस्न सफल भयो भने मलाई लाग्छ त्यो लेखक चाहिँ सँग साक्षात्कार गर्न पाए हुन्थ्यो। कसरी लेख्यो होला देखि लिएर यसका जिज्ञासाहरू, कथाका प्लट सम्बन्धीका जिज्ञासाहरू पनि राख्न पाए हुन्थ्यो लेखकसँग बसेर भन्ने चाहिँ पाठकलाई लाग्छ। कथा राम्रो भएर नै भन्नु पर्यो। कथा राम्रो भएर नै। हजुर, जस्तो यो निकै नै यो पढिसक्दाखेरि ठाउँ ठाउँमा आँखाबाट पानी भएको पनि पत्तो हुँदैन हैन। मलाई पनि त्यस्तो फिल भएको थियो। म जस्तो धेरै पाठकहरूलाई त्यो फिल भएको हुनुपर्छ। यस्तो किन हुन्छ होला? त्यस्ता पावरफुल प्लटहरू तपाईँले कसरी झिक्न सफल हुनुभयो यो कथामा? यो तपाईँले एकछिन अगाडि भन्नुभयो आँखाबाट आँसु झर्यो अथवा भनौँ न कतिपय अवस्थामा चाहिँ मान्छेहरू म हाँस्दा हाँस्दा झन्डै मुसा पऱ्यो पनि भन्ने प्रतिक्रिया आएको छ। यो चाहिँ आफूलाई रिलेट गर्यो भने यस्तो हुन्छ। कुनै पनि घटनाले जस्तो हामी फिल्म हेर्छौँ अथवा कथा पढ्छौँ, उपन्यास पढ्छौँ, त्यसमा आफ्नो विगतसँग त्यो कथाले के तादात्म्यता राख्यो भने मान्छे चाहिँ रुन्छ, हाँस्छ, इमोसनली एकदम एट्याच हुन सक्छ। जस्तो कथासँग रिडरले आफू त्यही छु है भन्ने एट्याचमेन्ट जब हुन्छ तब कथाले छुन्छ। एकदम म त्यो पात्र, जस्तो पुरुष पात्रले त्यो पुरुष पात्र मै हुँ भन्ने सोच्ला, नारी पात्रले त्यो नारी पात्र मै हुँ भन्ने सोच्ला, आफूलाई रिलेट गर्छ, त्यो घटना मैले भइरह होला भनेर त्यो आधारमा चाहिँ यो कथाले चाहिँ छुने अथवा भनौँ न इमोसनली एट्याच हुँदै रुने, हाँस्ने सब कुराहरू चाहिँ त्यसरी हुन्छ। जस्तो यो तपाईँको दोस्रो बुक, योभन्दा अगाडि कथाकी पात्र तपाईँले बजारमा ल्याइसक्नु भएको छ, त्यसको चर्चा पनि यहाँले बचिसक्नु भयो, पाइसक्नु भएको छ, निकै नै राम्रो छ। त्यसलाई पनि माग खुवाउने खालको समर लभ आयो होइन? त्यो कथाकी पात्रमा चाहिँ कथाहरू भए, छोटा छोटा कथाहरू भए, त्यसमा कसलाई कुन कथाले छुन्छ, कसलाई कुन कथाले छुन्छ, त्यो आफ्नो ठाउँमा छ। समर लभ एउटा सिङ्गो उपन्यास भयो, एउटा सिङ्गो कथा भयो। त्यसले गर्दाखेरि अब यो मार्केटबाट के भनाइ छ भने कथाभन्दा पनि उपन्यास बढी चल्छ भन्ने भनाइ छ। एउटै कथा भयो लामो समयसम्म हामीले भनौँ न छोटा छोटा फिल्म, 10 मिनटका फिल्म हेरेर सर्ट फिल्महरू हेर्नु भन्दा 2.5 घन्टाको राम्रो फिल्म हेर्नु चाहिँ अलिकति बढी प्रभावकारी हुन्छ भने जस्तै नै हो यो पनि। भनेपछि तपाईँको सोचाइमा नि के लाग्छ? जस्तो कथाले बढी त्यो एट्याचमेन्ट लिँदो रहेछ कि उपन्यासले? कथाभन्दा त उपन्यास नै शक्तिशाली विधा हो भन्ने हुन्छ। तर पनि यसमा चाहिँ के भन्छु भने अब झुरो उपन्यासले त भयो र राम्रो कथा भयो भने त्यसलाई तुलना गर्न मिल्दैन, र राम्रो कथा भनौँ न त्यसको उल्टो भयो भने पनि त्यो तुलना गर्न मिल्दैन। राम्रो चाहिँ कुरा हुनु पर्यो, कथा होस् या उपन्यास होस्, त्यसको प्लट, त्यसको कथावस्तु, त्यसको प्रस्तुति सबै कुरा राम्रो चाहिँ हुनैपर्छ। जस्तो त्यो एउटा पुस्तक पढ्दाखेरि काल्पनिक विषयवस्तु अर्थात् यथार्थपरक घटनाहरूसँग खेल्दै गर्दाखेरि मस्तिष्कमा घरिघरि लेखक पनि आउँदो रहेछ कि? हजुर, मेरो मस्तिष्कमा भएको लेखक र अगाडि हुनुभएको सुबिन भट्टराई चाहिँ ठ्याक्कै म्याच खायो। हजुर, यो पढ्दाखेरि के हुन्छ नि, अब यहाँ मैले म पात्र भनेर हालेको हुन्छु, त्यो म पात्र भनेको लेखक आफै हो। अधिकांश पाठकहरूलाई चाहिँ भ्रम हुन्छ कि म पात्र भनेको लेखक आफै हो भन्ने, त्यो चाहिँ लाग्दो रहेछ। तर वास्तवमा त्यो चाहिँ हुँदैन। भनेपछि ल त्यसो यो डिस्क्लोज गर्न मिल्छ मिल्दैन होइन? यो समर लभको म पात्र चाहिँ सुबिन भट्टराई नै हो त? यो सुबिन भट्टराई होइन। यसरी चाहिँ हरेक कथाका हरेक उपन्यासका पात्र म भयो भने सबै मैले आफ्नो मात्रै लेखा जस्तो भइहाल्ने, मैले अरूको कहाँ विषयवस्तु नयाँ कहाँ खोज्दै हिँड्नु, त्यो होइन। त्यो एउटा यो फिक्सन हो, एउटा फिक्सनको रूपमा लिनुपर्छ हामी। भनेपछि यो एउटा समग्र समर लभको जुन मुख्य विषयवस्तु छ, मुख्य थिम छ, यो अमरजीको यथार्थपरक घटनाहरू जस्तै हो कि यो काल्पनिकतामा आधारित यति शक्तिशाली कथा हो? अब यो यसमा मैले हरेक मिडियाहरूमा एउटा जवाफ दिइरहेको छु। जस्तो एउटा पात्रमा धेरै मान्छे, धेरै पात्रहरू हाबी हुन्छ। जस्तो एउटा अतीत शर्मा भन्ने पात्र जुन छ, त्यसमा अलिकति म पनि होला, अलिकति तपाईँ हुनुहुन्छ होला, अलिकति उहाँ अर्को कोही व्यक्ति हुनुहुन्छ होला। यसरी चाहिँ एउटै पात्रमा धेरै पात्र आएको हुन्छ।
जस्तो मेरो त्यो प्लट चाहिँ नि सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भाइरोमेन्टल साइन्स टियु भनेर मैले हालेको छु। त्यो माहौल चाहिँ एकदम मैले ओरिजिनल माहौल क्रिएट गरेको म त्यही पढेको हुँ, त्यही घुल्मी भएको हुँ। मेरा साथीहरू सँग त्यही मैले साथचर्या गरेँ हुँ। ती साथी एउटै पात्रमा धेरै साथीहरू आएका छन् त्यहाँ कतिपय पात्रहरूमा तपाईँका आफ्नै नजिकका साथीहरू पनि होला। एकदम म चाहिँ त्यो अतित शर्मा भन्ने पात्र पनि अलिकति म पनि हुँ, अलिकति किरण भन्ने पात्र म हुँ, अलिकति केटी पात्र पनि म भन्छु है फेरि। किनभने ऊभित्रका इमोसनहरू पनि केटा इमोसन भनेको त त्यो कुनै जेन्डरमा आधारित हुन्छ भन्ने छैन। केटीको इमोसन केटाको इमोसन त्यो भनेर हामी जेन्डर छुट्याइराख्नु पर्दैन। त्यसरी अलिकति प्रतीक्षा भन्ने पात्र हुँ म, अलिकति अनु भन्ने पात्र हुँ। यसरी चाहिँ एउटा लेखकले मेरो आफ्नो पर्सनल कुरा चाहिँ एउटा लेखकले धेरै पात्रहरूमा आफू हुन्छ भन्ने मेरो आफ्नो धारणा छ। जस्तो अनि त्यो विदेश जाँदाखेरिको इन्भाइरोमेन्टको त्यो जुन एउटा त्यहाँ कल्पना गरिएको छ होइन। हजुर। अब त्यो तपाईँ चाहिँ यहीँ मैले कहाँ बुझेअनुसार जस्तो न्युजमा पनि पढेको थिएँ नेपालमै बसेर धेरै मुलुकहरू पनि घुम्नु भयो होइन। एकदम म बसी यो कुनै पनि देशमा गएको छैन। म नेपाल र भारत बाहेक अरू देशमा घुम्न पाएको छैन। कसरी त्यति एकदमै यथार्थपरक ढङ्गले त्यो शब्द चित्रण गर्नुभएको छ नि तपाईँले। त्यो ठाउँमा पुगेको त्यहाँ एकदमै फिलिङ एट्याचमेन्ट हुन्छ क्या त्यो रिडरलाई पनि। त्यही ठाउँमा म छु यतिखेर त्यहाँको हावापानीले स्पर्श गरिरहेको छ, त्यहाँको इन्भाइरोमेन्ट फिलिङ गरेर पाठकले पढ्छ होइन। सुबिन भट्टराई नै पुगेको हो कि भन्ने लाग्छ कि पुगेको हो कि भन्ने लाग्छ। त्यो चाहिँ त्यसमा म अलिकति गौरव गर्न चाहन्छु। यो त्यो मेरो लागि कम्प्लिमेन्ट हो। यही त हो नि रिसर्च भनेको। भित्र बसी संसार घुमेको अनुभूति लिएर त्यसलाई शब्दमा उतार्नु, सायद यो पनि रिसर्चको पाटो हो कि। रिसर्च भनेको फिल्डमै गएर क्वेसनर सर्वे गरेर नै मात्र रिसर्च हुँदैन नि त। चितवनको जस्तै क्वेसनर गरेर हुन्छ है। सजिलो साथ छ, फेसबुक छ, स्काइप छ, साथीहरू विदेशमा छन्, हेलो भन्यो त्यहाँको चाहिँ माहौल अलिकति भनिदेऊ न भन्दाखेरि त्यहाँका गल्लीहरू कस्तो छ भनिदेऊ न भन्दाखेरि भनिदिन्छन्। युट्युब छ भनेपछि विज्ञान प्रविधि यो संसार सूचना प्रविधिलाई तपाईँले मजाले प्रयोग गर्नु। मैले सूचना प्रविधिलाई दुई अर्थमा प्रयोग गरेको छु। किताबमा चाहिँ फेसबुक र स्काइपको चाहिँ जुन च्याटका कुराहरू छन् नि, प्रेमलाई अट्याचमेन्ट त्यो कुरा पनि हालेको छु प्रत्यक्ष रूपमा। अप्रत्यक्ष रिसर्च गरेर पनि त्यसलाई मैले युज गरेको। दुई तरिकाबाट मैले आजको यो फेसबुक स्काइपहरूलाई यसरी युज गरेको छु। भनेपछि एउटा यथार्थपरक तरिकाले युज गर्नुभयो, अर्को चाहिँ काल्पनिक तरिका इमेजिन गरेर। दुई तरिकाबाट गरेको छु। एउटा डाइरेक्ट प्रेजेन्ट गरेर, अर्को चाहिँ त्यो इन्डाइरेक्टली चाहिँ अब त्यसको रिसर्चहरू लिएर गरेर मैले आफ्नो त्यहाँ उपन्यासमा प्रयोग गरेको छु। जस्तो अब यहाँ एउटा लेखक जुन पात्रहरूलाई खेलाउँछ ती पात्रको मनोविज्ञानसँग पनि ऊ अभ्यस्त भइसकेको हुन्छ। सायाको मनोविज्ञान, यतातिर अतीतको मनोविज्ञान होइन, कसरी सम्भव हुन्छ? एउटा जेन्डर ठिक छ, तपाईँ पुरुष हुनुहुन्छ, पुरुषको मनोविज्ञानलाई चाहिँ क्याच गर्न सक्नुभयो। अब यो फिमेल जेन्डरको त्यो साइकोलोजीलाई कसरी क्याच गर्न सक्नुभयो यति प्रभावकारी ढङ्गले? यो एकदम जटिल विषय हो हुन चाहिँ। एउटा पुरुष भएर आइमाईको मनोविज्ञान केलाउनु अथवा आइमाई भएर पुरुषको मनोविज्ञान केलाउनु जटिल विषय हो। त्यसमा अनुभूति एकदम फिलिङ धेरै लिनुपर्छ है। धेरै फिल गरेर कुनै पनि चिज लेख्दाखेरि अथवा तपाईँले गीत गाउने मान्छेले पनि गायकले पनि फिलिङ गरेर धेरै फिल गरेर गायो भने त्यो एकदम उत्कृष्ट आवाज हुनसक्छ। भने त्यस्तै लेखकहरूको हकमा पनि फिल गरेर अब आइमाई बन्नुपर्छ त्यहाँ। भनेपछि सुबिन भट्टराई समारोह लेख्दाखेरिको ताका समयमा एकपल्ट फिमेल भएर पनि भएको म हरेक मेरो पहिलो म त्यो तपाईँले समारोहभन्दा अगाडिबाट कुरा के जानकारी गराउँछु भने कथाकी पात्र भन्ने कथा सङ्ग्रहमा दुईवटा कथा छन्, एउटा ओडा 1 र अर्को ओडा 2 भन्ने। ओडा 1 भनेको पुरुष साइकोलोजी चाहिँ त्यसमा मैले के लगाएको छु। एउटा भर्खर बिहा भएको नवदम्पति को वैवाहिक रिलेसनसिप चाहिँ राम्रो नहुँदाखेरि पुरुषभित्र के कस्तो गुज्रिन्छ त्यो एकमा देखाएको छु। दुईमा पुरै महिला भएर पुरै लेखेको छु मैले। र त्यो दुवै कथा यति सफल भयो, यति पावरफुल भयो कि त्यो कथाको एप्रिसिएसन मैले आजसम्म पनि पाइरहेको छु होइन। त्यो चाहिँ लेखकको एउटा खुबी नै भन्छु म यसलाई। त्यो कहीँबाट अध्ययन गरेर अथवा चाहिँ फिल्डमा गएर तपाईँलाई कुनै महिलासँग बसेर प्रश्न उत्तर गर्दैमा त्यो आउँदैन। भनेपछि तपाईँको आफ्नै लेडी साथीहरू पनि कतिपय इन्भाइरोमेन्टल साइन्स पढ्दाखेरि चिउताका समयमा नजिकका साथीहरू पनि थियो होला, जसरी अतीतका साथीहरू थिए प्रतीक्षाहरू होइन, त्यस्ता सुबिन भट्टराईका साथीहरू पनि हुन सक्लान्। साथीहरूले कतै हेल्प गरे नि है कि गरेन? त्यो साइकोलोजी वुमन साइकोलोजी सेयर गर्नको लागि त्यो वुमन साइकोलोजी सेयर गर्न चाहिँ हेल्प गरेन मलाई। त्यो विषयमा चाहिँ हेल्प भएन मलाई। किनभने यस्तो अझै पनि समाज त्यो अवस्थामा पुगिसकेको छैन। एउटा पुरुषलाई महिलाले सम्पूर्ण रूपमा कोअपरेट गरेर यस्तो हाम्रो भित्र यस्तो बिच छ है भित्रको फिलिङ चाहिँ सेयर गर्दैन कि चाहिँ अब त्यो एकदम निकट प्रेमिकै हुनु पर्यो
होइन भने अब नर्मल साथीले चाहिँ हामीभित्र यस्तो छ, मेरो मनभित्र यस्तो भएको छ, मलाई यस्तो हुन्छ उस्तो हुन्छ सबै कुरा उनीहरूले खोल्न चाहने अझै पनि सङ्कुचित मानसिकता नै छ नेपाली महिलाहरूमा। अनि सुन भट्टराईले आफ्नो प्रेमिकाबाट लिनु भएन? होइन, म प्रेमिका नभएको अवस्था छ मेरो हो र? एकदम। अनि कथामा चाहिँ यति सफल प्रेमहरू बनाउने होइन, यति सफल प्रेम कहानीहरू लेख्ने सुबिन भट्टराई कसरी प्रेमिकालाई हुन सक्छ? प्रेम गरेर मात्रै प्रेम लेखिन्छ भन्ने पनि होइन है, त्यो पनि सकिन्छ। प्रेम नगर्दाखेरि पनि प्रेमको अनुभूति लिन सकिन्छ। हुन त एउटा लेखक आफ्नो कथाका पात्रहरू सँगसँगै सेटिस्फ्याक्सन लिन्छ। एकदम कथाका पात्र जस्तो म यो लेख्दाखेरि साया साकीसँग अगाडि फर्स्ट पार्टले यसको सुरुमा लेख्दाखेरि रोमान्स पार्ट जुन छ त्यो लेख्दाखेरि चाहिँ साया साकी भन्ने पात्रसँग मेरो प्रेम भयो। पात्रसँग प्रेम हुँदो रहेछ। हेर्नुहोस् यहाँ अदृश्य म चाहिँ हरेक दिन उसँग डेट गरिरहेको छु, उसँग ट्युबको कोरोनेसन गार्डनमा घुमिरहेको छु, उता नेपाल के अरे वाणिज्य ब्याङ्क गइरहेको छु, फुटबल म्याच हेर्न के अरे क्रिकेट म्याच हेर्न गइरहेको छु। त्यो फिलिङ लिएर मसँग म एकदम प्रेममा छु। स्मोकिङ सेयर गरिरहेको छु हैन? हजुर, त्यो स्मोकिङ चाहिँ म गर्दिनँ। स्मोकिङ म त्यति गर्ने मान्छे होइन, तर त्यो चाहिँ आई एम इन लभ भन्न मन लागेको थियो मलाई त्यति बेला साया साथीसँग है। त्यस्तो हुँदो रहेछ, पात्रसँग प्रेम हुँदो रहेछ। लेख्दै जाने क्रममा यति भिजिन्छ है। त्यही त फिल मैले अघि जुन भने फिल त्यो पात्रसँग प्रेम जस्तो। अब त्यो पछाडि अलिकति बिछोडका कुराहरू छन् त्यो लेख्दाखेरि म साँच्चै रोएकै हुँ, रुँदै लेखिरहेको छु मैले कतिपय घटनाहरू। त्यो पात्रसँग साँच्चीकै मेरो बिछोडै भएको पनि भयो। हो, धेरै त पावरफुल भयो। तपाईँ लेख्दै गर्दा पाण्डुलिपिमा तपाईँका आँखाबाट पानी छ है। तिनी पानीहरूले फेरि हामी जस्तो पाठकहरूलाई रसाइरहेको छ। एकदम त्यो म रोएको भएर अरू पाठक म जस्तै पाठकहरू रुन सफल भए है। किनभने जब म रुन्न अथवा म भित्र फिलिङ आउँदैन भने त्यो फिलिङ चाहिँ पाठकहरूमा पनि आउन सम्भव छैन। मैले जुन फिलिङ गर्छु म जस्तै पाठकहरू धेरै छन् नि, तर यो ग्यारेन्टीमा यो जरुरी पनि छैन कि म जस्तै सबैजना म जस्तै हुनुपर्छ भने छैन। म जस्तै अधिकांश पाठकहरू रोएका छन्, हाँसेका छन्, त्यो हुँदो रहेछ। आदरणीय दर्शकबिन, आज हामी एडना टक सोमा निकै रोमाञ्चकारी कुराकानीहरू गरिरहेका छौँ। भर्खरै बजारमा आएको चर्चित उपन्यास समर लभका युवा लेखक हुनुहुन्छ हामी माझमा यतिखेर। आदरणीय दर्शकबिन, तपाईँलाई पनि निकै नै रोमाञ्चकारी क्षण लागिरहेको हुनसक्छ। छोटो ब्रेक लिन्छौँ, त्यस पछाडि सुबिन भट्टराईसँगको कुराकानीलाई हामी निरन्तरता दिने नै छौँ।
छोटो ब्रेकपछि यहाँलाई हार्दिक स्वागत छ आदरणीय दर्शकबिन। आज हामी बजारमा सर्वत्र चर्चा परिचर्चा बटुल्न सफल उपन्यास समर लभका लेखक हामी माझमा हुनुहुन्छ। उहाँलाई पुनः कार्यक्रममा स्वागत छ। धन्यवाद विलियमजी। हामी निकै नै भावनात्मक हिसाबमा अगाडि बढिरहेका छौँ है। निकै नै मलाई पनि मन छोइरहेछ। त्यो कथामा म पनि अझै घुमिरहेको छु। मैले फेसबुकमा स्ट्याटस युट्युब के अरे उसमा ट्विटरतिर लेखेको थिएँ, यदि समर लभको दोस्रो पार्ट आएन भने मेरो मनको अदालतले साया साक्यलाई अपराधी घोषणा गरिदिन्छ। 100% म एकदमै इमोसनल भएर लेखेको चिज थियो। के भन्नुहुन्छ? म जस्तै धेरै पाठकहरूले लेखे। तपाईँ एउटा प्रतिनिधि पाठक हुनुभयो, तपाईँले अधिकांश धेरै पाठकहरूको चाहिँ प्रतिनिधित्व गर्दै हुनुहुन्छ, त्यो भन्नुभयो होइन। धेरै पाठकहरूबाट यस्तै कुरा आएछ के समर लभ पार्ट 2 लेखिन्छ? प्रश्न मेरो अगाडि यति ठुलो प्रश्न छ। अब समर लभ पार्ट 2 लेखौँ म योभन्दा कमसर होला, शक्तिशाली नहोला, दुईटा कुरा हो। यो एक्सपेक्टेसन बढ्यो नि त। अब बढ्यो हाई। समर लभले यति मान्छेले यति छोइदियो कि अब योभन्दा राम्रो हुनुपर्छ भन्ने आएको छ। र अर्को मलाई चुनौती के छ भने यतिको अथवा योभन्दा बढी कसरी लेख्ने? यतिकै जथाभावी पार्ट 2 लेख्नको लागि लेखेर त भएन। र म चाहिँ के भन्छु भने दिमागमा कुनै एकदम राम्रो कुराले स्ट्राइक गर्यो भने समर लभ पार्ट 2 लेख्न सकिन्छ। भनेपछि अब हामीले यो आशा गरौँ प्रत्येक पाठकहरूले समर लभको पार्ट 2 आउने सम्भावना प्रबल छ। प्रबल नभनु 50-50 राख्छु म। 50-50 भन्दै होइन, 50-50 भनेर त दर्शकहरूलाई एउटा अलिकति भित्रमा सन्तुष्टि दिलाइदिनुहोस् न म जस्तो पाठकलाई। होइन अब झुटो सन्तुष्टि दिलाउनु पनि हुँदैन, क्षणिक हुन्छ त्यो होइन। म लेख्ने एकदम फिल गर्न प्रयास गर्छु। समर लभ 2 कसरी लेख्ने, के लेख्ने भन्ने बारेमा म सोच्न थालिसकेको छु। किनभने यसको जरुरत पनि देखिसक्यो मार्केटमा, सबै प्रतीक्षारत छन्। र अब म यही फिल गर्ने क्रममा, यो सोच्दै गर्ने क्रममा चाहिँ कुनै चिजले हान्यो भने दिमागमा ओहो यो त अब लेख्नुपर्छ है। यस्तो हो क्या, मेरो धारणा के छ भने कुनै पनि चिज लेख्ने होइन, लेखाउँछ आफैलाई, आफैभित्र हृदयले देखाउँछ। अनि मात्र त्यो पावरफुल हुन्छ। लेख्छु बस्छु जबरजस्ती लेख्छु भनेर कोर्नका लागि त्यो शब्द र मसीको दुरुपयोग हुन्छ है। त्यसरी हुँदैन। लेखाउँछ, भित्र लेखाउँछ, उद्वेलित हुन्छ, लेखाउँछ। त्यो लेखाउने अवस्था सृजित भयो भने कसैले भनिराख्नै पर्दैन, सरर आफै बगिहाल्छ, आफै आउँछ है। आफै आउँछ। निकै राम्रो कुरा गर्नुभयो। अब हामीलाई अलिकति बताइदिनुहोस्, एउटा सुबिन भट्टराई समर लभ जस्तो पावरफुल उपन्यासको लेखक वास्तवमा आफू चाहिँ कस्तो छ? आफू भित्री रूपमा त्यो हुन्छ नि इनर एट्याचमेन्टको हिसाबमा कस्तो हुनुहुन्छ? अलिकति फिलिङ बताइदिनुहोस्। म पनि नर्मलै मान्छे हो नि, जस्तो यो अतीत शर्मा जस्तो छ त्यस्तै खालको मान्छे हो म अलिकति होइन। सामान्य मान्छे हो, अलिकति प्रेमी हृदय भएको मान्छे हो। अतीत शर्मा जस्तो प्रेममा चोट पाएको छ कि छैन? चोट पाएको चाहिँ छैन मैले, तर चोटको अनुभूति मैले यस्तो भन्छु कि कुनै चिज मैले पाएको छैन भने त्यसको अनुभव मलाई छैन भन्न सक्दिनँ म। कुनै भनेपछि जीवनको दौडानमा कुनै न कुनै प्रेमका छायाहरूले पछ्याएको छ, छोको छ, नछोइएको भन्दिनँ। त्यसरी भन्नु चाहिँ अब मैले सिधै झुट किन बोल्नु। पहिला कुनै जमानामा कुनै बेलामा अलिकति त्यो प्रेमले मलाई नपछ्याएको होइन, मैले प्रेमलाई नपछ्याएको होइन, दुवै कुरा भएको छ। अलिकति स्वाद चाखेको पनि छु होइन। तर के भन्छु भने कुनै चिज आफूले भोगेको छैन, गरेको छैन भन्दैमा त्यो चिजलाई लेख्नै नसकिन्छ होइन, फेरि त्यो सकिन्छ। किनकि त्यो लेखकको एउटा सृजनशील कलात्मकताभित्र पर्छ, इमेजिनेटिभ पावर उसको कति छ भन्नेमा फरक पर्छ। त्यही हो। र म एउटा अर्को पनि के भन्न चाहन्छु भने म आफू जे गर्न पाउँदैन नि रियल लाइफमा त्यो म पात्रहरूलाई गर्न लगाउँछु, त्यसले गर्दा मलाई सन्तुष्टि मिल्छ। वाह, सही कुरा गर्नुभयो। कतिपय कुराहरू समर लभमा जस्तो सुबिन भट्टराईले आफूले भएका कुराहरू पनि छन्, कतिपय कुराहरू कति पर्सेन्ट चाहिँ छन् त? ल बताइदिनुहोस्। मैले भएका कुराहरू म सिधै भन्छु 20% छ मलाई। 20% छ भनेपछि 80% समर लभभित्र कुराहरू सुबिन भट्टराईको इमेजिनेटिभ पावरको उपज हो। इमेजिनेटिभ त्यो म के तपाईँले सिधै भनिदिन्छु। त्यो सेन्ट्रल डिपार्टमेन्ट अफ इन्भाइरोमेन्ट साइन्स जुन छ त्यो घटना त्यहाँ प्लट छ, त्यो प्लट सबै मैले भएका प्लटहरू हुन्। बाँकी चाहिँ नि अब त्यो माया प्रेमका लास्टमा त्यो फिलिङका कुराहरू छन्, त्यो पनि अब भनौँ न मैले एकछिन अगाडि भने त्यो मैले आँसु चुहाउँदै लेखेको हो पनि भने होइन। किनभने त्यो आँसु फिल गरेर आँसु नचुहाइकन त्यति त्यसरी लेख्न सकिँदैन पनि है। ती पाटाहरू छन्, अलिकति त्यो छ। 20% चाहिँ भनौँ न टेन्टेटिभ। यति ठुलो शक्तिशाली लेखक, यति चर्चित उपन्यास लेख्ने व्यक्तिको बाल्यकालको विषयमा अलिकति कुरा गरौँ। अब हामी अलिकति पृथक धारतिर जाउँ, अन्तिममा समर लभको विषयलाई लिएर यो कार्यक्रमलाई टुङ्ग्याउँला। यहाँको बाल्यकाल अलिकति बताइदिनुहोस् न हामीलाई। मेरो बाल्यकाल म जन्मिने चाहिँ खोटाङमा जन्मेँ, खोटाङ जिल्ला
तर बच्चै बेलामा बाल्यकालदेखि नै काठमाडौँ नै आएर बस्यो। काठमाडौँ नै हुर्केँ, काठमाडौँकै स्कुलहरूमा पढेँ। अहिले पनि म काठमाडौँ नै अब शिक्षण पेसामा छु। कलेजहरूमा, विभिन्न कलेजहरूमा पढाउँछु। यो साहित्यले बाल्यकालदेखि नै तपाईँलाई छोएको थियो? एकदम, साहित्यले चाहिँ मलाई बाल्यकालदेखि हान्यो। यो जब भनौँ न बिपी कोइरालाको दोषी चस्मा भन्ने जुन थियो, स्कुल लेभलदेखि त्यो भनौँ न पढ्नुपर्छ। अहिले चाहिँ कोर्समा पनि राखेको छ क्या कतिपय कथाहरू। त्यहाँदेखि चाहिँ एकदम त्यो इमेजिनेटिभ पावर चाहिँ एकदम भनौँ न शक्तिशाली हुँदै गयो क्या। त्यो यसरी लेख्नुपर्छ है भन्ने चाहिँ त्यो बिपीले मलाई चाहिँ एकदम सुरुमा त जसले पनि मलाई लाग्छ नेपाली साहित्यमा अलिकति बिपीले नै गर्दाखेरि, बिपीका कृतिहरूले नै गर्दाखेरि मान्छेहरू प्रभावित हुन्छन्। त्यसपछि चाहिँ पारिजातका कृति भनौँ शिरीषको फुलदेखि लगायतका घामका पाइलाहरू यी कृतिहरू पढ्दै जाने क्रम अलिकति उमेर बढ्दै गएपछि अलिकति क्लिष्ट साहित्य पनि पढ्यो केही। तर सरलतामै विश्वास गर्छु गर्न चाहिँ। त्यसले गर्दाखेरि चाहिँ लेख्नलाई चाहिँ अलिकति प्रेरणा त्यहाँबाट मिल्यो। कुनै समयमा म सफल लेखक बन्छु भन्ने सोच्नु भएको थियो? लेखक चाहिँ बन्ने एउटा उचै थियो, सोचाइ थियो बच्चैदेखि थियो। अब होला कति सङ्घर्ष गर्नु पर्ला के होला भन्ने थियो। तर आज यति चाँडै जुन स्टेजमा आइपुगेँ, भनौँ न 2 वर्ष मैले साहित्यको करियर थालेको 1.5 वर्ष भयो। 2 वर्ष पनि पुरा भइसक्यो छैन, 1.5 वर्ष भयो। कथाको पत्र छापेको 1.5 वर्ष भयो। त्योभन्दा अगाडि पत्र पत्रिकामा कहीँ कुनै पनि लेखहरू छापिएको थिएन। त्यसपछि चाहिँ बिस्तारै पत्र पत्रिकामा लेखहरू कथाहरू भनौँ न विभिन्न आर्टिकलहरू छापिन थालेको हो। र त्यस पछाडि अहिले आएर यो समर लभले त एकैचोटि चर्चाको शिखरमै पुर्यायो हैन? जताततै समरलभको कुरा छ। शिखरै यति चाँडै होला भने चाहिँ मलाई विश्वास थिएन। हिजो एउटा कार्यक्रममा गएको थिएँ, त्यहाँ के भन्नुभयो भने मैले आसन उपन्यास नै पढेको थिइनँ, समरलभको चर्चा सुनेर मैले उपन्यास पढेँ भन्नुभयो एकजना बहिनीले हैन? त्यस्ता त कति होला नि, कति धेरै छ। मलाई अहिले प्रतिक्रिया के आइरहेको छ, अबदेखि म नेपाली साहित्य पढ्छु, खोजी पढ्छु। यो त एकदम गौरव मलाई महसुस भइरहेको छ यसले गर्दाखेरि। जसले आजसम्म पुस्तक भनौँ कोर्स बाहेक किताब पढेकै थिएन, धेरै मान्छे तपाईँ एउटा उदाहरण त्यो पनि प्रतिनिधि पाठक हो। फेरि मलाई धेरै मान्छेले यो भनेको छ मैले अहिलेसम्म पढेको थिएँ, तर समरलभ मैले 1 बसाइमा पढिसकेँ, 4 घन्टामा पढेँ। अबदेखि म नेपाली साहित्यहरू खोजी पढ्छु, कुन किताब पढौँ भन्नुहोस् न भनेर मलाई सोधिरहेछन्। यो चाहिँ एउटा मैले वास्तवमा मेरो टार्गेट पनि यही थियो, यो किताबले चाहिँ नपढ्ने मान्छेहरूलाई पनि पढ्ने बानी विकास गराओस् भन्नको लागि मैले यो यति सरल भाषा यति यो प्रक्रियामा चाहिँ मैले लेखेको हो। खुसीको कुरा हो। नेपाली साहित्यका लागि निकै नै ठुलो योगदान दिने समरलभ र सुबिन भट्टराईसँगको यो बसाइ निकै नै रमाइलो हुँदैछ। अब हामीले एउटा कुरा बताइदिनुहोस् कि तपाईँ यो समरलभ बजारमा छ्याप्ती गइसके पछाडि चर्चा परिचर्चा पनि बटुल्ने भयो, विभिन्न ठाउँमा जाँदै हुनुहुन्छ हैन? पुस्तक प्रदर्शन यो विराटनगरको क्रममा हामी भेटघाट भयो, के प्रतिक्रिया पाउनुभयो? पाठकहरूले कस्तो खालको प्रतिक्रिया दिनुहुँदो रहेछ र त्यो प्रतिक्रिया पाइसक्दाखेरि एउटा लेखक भएको हैसियतमा मनभित्र कस्ता भावहरू जागिरहेछ? पाठकहरूसँग डाइरेक्ट बसेर अन्तर्क्रिया गर्न पाउँदाखेरि त्यो चाहिँ एकदम त्योभन्दा हर्षको कुरा त अरू त केही पनि हुँदैन। उनीहरूको जिज्ञासाहरू हुन्छन् होइन, प्रश्नहरू हुन्छन्, किन यस्तो भयो, यो पात्र कस्तो हो, यसले किन यस्तो गर्यो। विशेष त यहाँ यो समरलभकै हकमा भन्दाखेरि चाहिँ सायले किन यस्तो गरे, हरेक पाठकको जिज्ञासा किन त्यस्तो गरे। ल भन्नु, मेरो पनि जिज्ञासा हो। ल सायले किन त्यसो गरी? आखिर हिजो त्यो विदेश जाँदाखेरि 1 महिना पनि नभइकन ऊ फर्केर धनगढी आएर उनीहरूले बिहे गरे, फेरि गइसके पछाडि अब त्यो बुवा उसको सायाको बुवाबाट त्यस्तो प्रतिक्रिया पाए पछाडि अतीत फर्क्यो धनगढी। त्यस पछाडि कन्ट्र्याक्ट लेन्स किन हुन चाहिए? यो उपन्यासको सस्पेन्स भनौँ कि के भनौँ, म आफैलाई पनि यो कन्फ्युज किन त्यसो गरी भन्ने कुरामा। हुन त अब यहाँ के आरोप भने पनि अब जे भने पनि लास्टमा चाहिँ समरलभ 2 लेख्ने ठाउँ राखेको छ सुबिन भट्टराईले भन्ने कुराहरू पनि यहाँ प्रशस्तै आइरहेछ। तर त्यो वास्तवमा त्यो लेख्नुला भविष्यमा त्यो मलाई थिएन। अहिले भनेपछि अहिले चाहिँ अब लेख्नुपर्छ कि भन्ने पो पछि चाहिँ लाग्यो मलाई। सुरुमा त्यो लागेको थिएन मलाई। सुरुमा लागेको थियो त्यसो भए किन छोडेन भाइ? अब त्यो उसको पर्सनल कुरा यहाँ एकतर्फ एउटा लेखकले चाहिँ अतीत भन्ने पात्रलाई भेटेर अतीतका कुरा खोतलेको छ। अतीतलाई जतिसम्म जानकारी थियो त्यो जानकारी उसले चाहिँ लेखकलाई बाँडेको छ। उसलाई जानकारी नभएको कुरो लेखकलाई कसरी बाँडोस्, त्यसरी बुझ्नु पर्यो भन्छु म चाहिँ। त्यसरी बुझ्नु पर्यो। सायाले त सायासँग त लेखकको कन्ट्याक्ट भएको छैन डाइरेक्ट, त्यो भएकोले लेखक अतीतले जे जति भन्यो त्यति मात्र चाहिँ उसलाई थाहा छ। ल ठिक छ, हामीले अन्तिमतिर आइसकेका छौँ। हामी एउटा कुरा बताइदिनुहोस्, एउटा असल लेखकमा हुनुपर्ने गुणहरू के छन्? अब यो चाहिँ प्रत्येक लेखक पछि फरक हुनसक्छ एउटा कुरा, र असल र खराबको परिभाषा पनि अब प्रत्येक व्यक्ति पछि पनि फरक हुन्छ।
कसैको शब्दकोशमा असलका अर्थ यो भन्ने होला, कसैको शब्दकोशमा असलको अर्थ यो भन्ने होला। तपाईँ चाहिँ अब रक्सी खाने मान्छेले खराब भन्नु होला, अर्को मान्छे ओहो त्यो त रक्सी खान्छ मेरो जिग्री भन्ला। के आधारमा असल र खराबको चाहिँ हामीले उ गर्ने? अब एउटा लेखकलाई लेख्न जानुपर्छ। ल भनिदिनुहोस् त, त्यसो भए शक्तिशाली लेखक हुनको लागि त्यो पाठक हरेक पाठकको हृदयमा बस्न सफल, जसरी सुबिन भट्टराई बस्न सफल भयो, त्यो हुनको लागि के गर्यो? त्यो के हुन्छ भन्दाखेरि लेख्न त एउटा कला गरगिफ्ट नै गर्नुपर्छ। एउटा जतिसुकै मिहिनेत गरेर म लेखकै बन्छु भनेर उसलाई आउँदै उसको दक्षता चाहिँ अर्को फिल्डमा छ होइन, तर होइन म लेखक बन्छु भनेर लागेको त हुँदैन। त्यो सानैदेखिको एउटा रुचि, मुख्य कुरा रुचिको कुरा हो। रुचि छ त्यसमा भने उसले जसरी पनि त्यो बाटो पहिलाउँछ आफैले, तर रुचि नै छैन, उसको क्षमता अन्तै छ भने होइन म लेखक बन्छु भनेर जबरजस्ती गरेर त हुँदैन। र जोसँग रुचि अलिअलि छ अभ्यास गरौँ, लेखौँ, पढौँ होइन, सकेसम्म अब नेपाली साहित्य अन्तर्राष्ट्रिय साहित्य पढौँ, लेखौँ, दिनै पछि जबरजस्ती लेखेर पनि हुँदैन फेरि, त्यो नै गरौँ। आफ्नो रुचि हो, मुख्य कुरा चाहिँ रुचि नै हो। रुचि हुनु पर्यो अनि निरन्तरता दिनु पर्यो, अभ्यास दिनु पर्यो। रुचि नम्बर 1, नम्बर 2 चाहिँ नि साधना भनौँ न। साधना लेखन, अध्ययन र साधनालाई, त्यसलाई चाहिँ साधना भनेर एउटै शब्दमा हामीले भनौँ। ल ठिक छ, अन्तिममा यो कुरा बताइदिनुहोस्, अहिले दर्शकहरूले हाम्रो कार्यक्रम हेरिरहनु भएको छ, उहाँहरूलाई बताइदिनुहोस्, तपाईँका कतिपय पाठक पनि हुनुहुन्छ, हजुर, उहाँलाई अन्तिममा तपाईँले के म्यासेज छोड्न चाहनुहुन्छ? अब पाठक जसले समरलभ पढिसक्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद। पढ्नु मात्रै भएन, यहाँ मलाई चाहिँ के लागेको थियो भने पढेर एकचोटि मान्छेले बिर्सिहाल्छन् भन्ने लागेको थियो, तर मैले चाहिँ यो समरलभको चाहिँ लास्ट पेजमा त्यो एक्नोलेजमेन्टमा चाहिँ आफ्नो इमेल आइडी, फेसबुक आइडी पनि हालेको छु, ताकि मलाई पढेर के कस्तो हुन्छ प्रतिक्रिया आओस् भन्नको लागि। धेरै पाठकहरूले मलाई यति लामो मेसेज पठाउनु भएको छ फेसबुकमा कि म चाहिँ त्यो पढेर नै भावुक भएको छु। उहाँहरू उपन्यास पढेर भावुक हुनुभयो, म चाहिँ उहाँहरूको मेसेज पढेर भावुक भएको छु है। यति लामो मेसेज टाइप गर्ने धैर्यता मान्छेमा यतिकै आउँदैन जब कुनै कुराले छुँदैन। म पनि कति किताब पढ्छु, तर मलाई चाहिँ कुनै लेखकलाई ओहो तपाईँ यस्तो लेख्नु भनेर अहिलेसम्म हात मेरो उठेको छैन होइन। कुनै लेखकले धेरै प्रभावित गर्यो भने म फोनै गर्छु, भेटै पनि जान्छु होइन। तर यति लामो मेसेज होइन, तपाईँसँग कुरा गर्न मन छ, म नम्बर दिनुहोस्, यी खालका प्रतिक्रियाहरू आएको छ। त्यसले गर्दाखेरि धेरै नै उसले उत्साह मिलेको छ, त्यसको लागि धन्यवाद भन्न चाहन्छु। र उहाँहरूले आफ्नो फेसबुकमा मेरो समरलभको चाहिँ स्ट्याटसहरू अपडेट गरिरहनु भएको छ, प्रोफाइल पिक्चरै चेन्ज गरेर मेरो समरलभको कभर पनि फेरि यति आकर्षक सुन्दर छ है। यो कभर चाहिँ उहाँहरूले आफ्नो प्रोफाइल पिक्चर बनाएर राख्नु भएको छ। त्यो भनेको त्यही नै सबैजना ठुलो कुरा लेखकको लागि है। र यसको बाँकी पाठकहरूलाई म के भन्न चाहन्छु भने फेसबुकमा हामीले समरलभको एउटा पेज पनि खोलेका छौँ, त्यो पेजमा पनि हामी धेरै एक्टिभ भएको छौँ। 10 दिनमा चाहिँ हाम्रो भनौँ न 1000 लाइक आएको थियो पेजमा, अहिले त्यो 3000 पुग्न लागिसक्यो यति छोटो समयमा। यो सबै पाठकहरूको माया प्रेम नै हो। र यो पढ्नु भएको छ जसले उहाँलाई धन्यवाद, जसले पढ्नु भएको छैन पढ्नुहोस् र मलाई प्रतिक्रिया दिनुहोस्। पढेर मन परेको छ भने साथीहरूलाई पनि रिकमेन्ड गर्नुहोस्। त्यति नै हो मेरो भनाइ। हस्, थ्याङ्क यू सो मच। हाम्रो यो निकै नै तपाईँले व्यस्त समयको बावजुद पनि हाम्रो निमन्त्रणलाई स्वीकारेर पाउनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद। धन्यवाद मिलाजी। आदरणीय दर्शकबिन, ऐना चक्सुमा आज हामीसँग पाहुनाका रूपमा हुनुहुन्थ्यो अहिलेको बजारमा निकै नै सर्वत्र चर्चा हुन सफल एउटा उपन्यास तपाईँले हेर्न सक्नुहुन्छ, समरलभका लेखक सुबिन भट्टराई। हामीले सुबिन भट्टराईसँग यो समरलभभित्र बसेर केही रोमाञ्चक कुराकानीहरू गऱ्यौँ, उहाँका केही व्यक्तिगत कुराकानीहरू पनि गऱ्यौँ। यो हाम्रो बसाइबाट मलाई लाग्छ तपाईँले निकै नै मनोरञ्जन र ज्ञान प्राप्त गर्नुभयो र अब तत्कालै गएर नजिकको स्टेसनरीमा गएर समरलभलाई तपाईँ लिनुहुनेछ। यो कुरामा सुबिनजी विश्वस्त हुनुहुन्छ, म पनि विश्वस्त छु। हवस् त, आजलाई आज्ञा दिनुहोस्। अर्को हप्ता एकजना नयाँ पाहुनाको साथमा उपस्थित हुने नै छु। नमस्ते।